अल्जेरिया अर्जेन्टिनाको ग्रुपमा छ 2026 को वर्ल्ड कपमा र अल्जेरियाले अफ्रिका कप अफ नेसनमा धमाका मचाइरहेको छ। ग्रुप स्टेजको 3वटै खेल जितेर राउन्ड अफ 16 मा पुगिसकेको छ। अल्जेरियाको बारेमा यसो अनुसन्धान गर्दाखेरि 24 र 25 मा जम्मा 43 वटा खेल खेलेको रहेछ इन्क्लुडिङ फ्रेन्डली, जसमा 26 खेल जितेको रहेछ, 12 खेल ड्र र जम्मा 5 खेल मात्र हारेको रहेछ कि। अनि म भन्थे कि हेटर्सहरूले ओ अर्जेन्टिनालाई इजी ग्रुप पर्यो, इजी ग्रुप पर्यो। अनि मैले झट्ट गएर जोर्डनलाई पनि हेरेँ क्या। जोर्डन त अस्ति भर्खरै अरब कपको फाइनलमा पुगेको टिम हो, माथि पनि ऱ्याङ्किङ त्यस्तो तल त होइन। अब अस्ट्रियाको त के कुरा गर्नु रहेछ। त्यही भएर जसले जे भने पनि अर्जेन्टिनाको नि ग्रुप स्टेजमा चाहिँ भिडन्त बवालै हुनेवाला छ। र अन्तमा अफ्रिका कप अफ नेसनमा एउटा रोमाञ्चक घटना घटेको छ। भाग्य भनेको सुडानको जस्तो हुनुपर्छ। सुडानले ग्रुप स्टेजमा एउटा पनि गोल नहानिकन राउन्ड अफ 16 मा पुगेको छ। अब सोच्नु होला एउटा पनि गोल नहानिकन कसरी? त्यसको लागि चाहिँ तपाईँहरूले गुगल गर्नु होला, नत्र भने चाहिँ मेरो विधान तामाङ फेसबुक पेजमा गएर त्यहाँ हेर्नु होला। मैले बिहानै अपडेट गरिदिइसकेको छु यार, जम्मा 20-25 लाइक आइरहेछ।